Hello guys, what's up? Good morning. ब्लग वेलकम छ। म चाहिँ जिम आइपुगेको छु। घरबाट ब्लग बनाएँ, जिम आएर ब्लग बनाएको। यसरी नै चाहिँ त्यहाँपछि जिम पुग्छु। अनि तपाईँहरूलाई आज चाहिँ मेरो मेरो ब्याक एक्सर्साइज गर्छु। त जिम गर्छु नि तपाईँहरूलाई भिडियो पनि देखाउँछु म। जिम सेक्सनमा आएको मेरो ब्याकको एक्सर्साइज ब्याकको एक्सर्साइज पनि सकिसक्यो। मेरो बाँकी भनेको अब 2टा ब्याकको एक्सर्साइज पनि सकिसकेछ। अब तपाईँहरूलाई म अझै ब्याकको एक्सर्साइज गर्छु अनि अब म घर फर्किन्छु। घर फर्केर के कसो खाना खान्छु, नुहाउँछु। घर फर्केर नुहाउनुपर्छ, खाना खान्छु। त्यसपछि तपाईँहरूलाई आज मलाई त्यो रनी फेसनको हिजो मैले पोस्टर पनि अर्डर गरेको थिएँ नि, त्यो पनि लिन जानु क्या। त्यो पनि लिन जानु भने त्यो पनि लिन जान्छु म। अनि तपाईँहरूलाई देखाउँछु नि कस्तो रहेछ। आज घरहरू पनि मिलाउनु पर्छ जस्तो लाग्यो, त्यही भएर ल तबसम्म चाहिँ अब त्यो म जिम गरेर जाने बेला चाहिँ अब फेरि तपाईँहरूलाई भेट्छु नि। गरिसक्यो जिम गरेर म निस्किसकेको छु होइन। टक्क लगाएर आज ब्याकको एक्सर्साइज थियो, ब्याक र बाइसेप। मैले ब्याक र बाइसेप हानेँ अनि निस्केँ। जिम गऱ्यो, अब निस्किसकेँ। अब घर जान्छु, नुहाउँछु अनि कामहरू छ, कामहरू सघाउँछु। अनि त्यसपछि फेरि म बाहिर निस्किन्छु होला। त्यो रनिङ फेसनको पोस्ट लिएर आउँछ भन्छ नि, त्यो लिएर आउनुलाई। अनि फेरि त्यो देखाउँछु तपाईँहरूलाई। तबसम्म चाहिँ बाई बाई। म चाहिँ मेरो स्कुटर चाहिँ त्यहाँ छ रहेछ, त्यहाँ मेरो स्कुटर। म निस्किन्छु, बाई बाई। खानासाना खानु तपाईँहरू पनि, म पनि खानासाना खान्छु नआएर। अब टक्क लगाएर टाइम भइसक्यो मेरो पनि। गाइस बेलुका भइसकेको छैन, म चाहिँ अब बेलुका भइसक्यो। अब त्यही रनी फेसनको ब्यानर र मिररहरू अनि तरकारीहरू किन्न गइरहेको छु बजारतिर। तपाईँहरूलाई पनि देखाउँछु कस्तो छ बजारहरू। अनि त्यो अब म गइरहेको छु, के कसो छ ब्यानरहरू। अनि घर लिएर आएर ब्यानरहरू चाहिँ देखाउँछु तपाईँहरूलाई कस्तो सिटो छ, तपाईँहरूलाई देखाउँछु। घर त आइसक्यो होइन। एउटा स्क्याम भयो कि केटा हो, त्यो स्क्याम भयो कि आज पोस्टर दिन्छु भनेको। तर त्यहाँको मान्छेले पोस्टरै बनाएन। पोस्टर किन बनाएन भने त्यहाँ जुन मान्छेले पोस्टर बनाउँछ नि, त्यो बिल्डिङ हुन्छ नि त, त्यो पोस्टरको पछाडिपट्टि त्यो फलामको त्यो हुन्छ नि त बिल्डिङ गर्ने, त्यो बिल्डिङ हुन्छ, त्यो बिल्डिङै भएन। अनि त्यही भएर बिल्डिङ नभएर आज चाहिँ पोस्टर पाएन। अब तपाईँहरूलाई भोलि पोस्टरमा देखाउँछ होला, आज देखाउन सकेन। त्यही उता गएको थिएँ, तरकारीहरू लिएर आएँ। तरकारी घरको तरकारीहरू थियो, तरकारीहरू चाहिँ लिएर आएँ मैले। अब पोस्टर चाहिँ लिएर आउनु पाएन। पोस्टर चाहिँ अब म भोलि तपाईँहरूलाई देखाउँछु नि त कस्तो छ के कस्तो छ। अनि अब म घर आइसकेँ। अब एकछिनमा टक्क ल्याएर फ्रेस हुन्छु, केही कामहरू सघाउँछु, मेरो कामहरू अनलाइन केही स्टोरहरूको काम भयो भने के सघाउँछु। यदि तपाईँहरूलाई टी सर्टहरू चाहियो भने चाइनिज चेरी फेब्रिक, हाम्रो फेब्रिक धेरै नै हेभी छ। टी सर्टको लागि पर फेब्रिक छ। चाहियो भने अहिले हाम्रो 15 फेब्रुअरीसम्म अफर चल्दैछ। रनी फेसनमा गएर तपाईँहरू मेसेज गरेर भिजिट गर्नु, मेसेज हेर्न सक्नुहुन्छ के कस्तो टी सर्ट अर्डर चाहिँ गर्नु। त्यो मलाई ब्लगमै इन्ट्रोड्युस गरिदिएको। तपाईँलाई के कस्तो छ हेर्न पनि सक्नुहुन्छ नि त, कस्तो छ फेब्रिक एकदम राम्रो छ। तपाईँहरूले हेर्नु, तपाईँहरूलाई चित्त बुझ्छ अनि पैसा दिनु। त्यो भएर राम्रो छ क्वालिटी, हेर्नु। अनि अब राति भइसक्यो, मैले ब्लग पनि इन्ड गर्नु पऱ्यो, ब्लग इन्ड गर्नु पऱ्यो। सुन्दा ठ्याक्कै याद आयो, हल्का सन्चो पनि छैन, ज्वरो लाग्यो जस्तो भयो, अनुहार भयो। अनि त्यही भएर अब सुत्नु पनि पर्छ। अब यहाँ म ताजा जान्छु गेटमा, बेड मिलाउँछु अनि ढल्किन्छु। तपाईँहरूलाई पनि गुड नाइट। अब भोलि ब्लगमा भेटौँ, तबसम्म चाहिँ बाई बाई। भोलि ब्लगमा भेटौँ है, गुड नाइट।